हाम्रो जीवनको कति ठूलो हिस्सा अहिले अनलाइन भइसक्यो है। तर सोच्नुभएको छ के हाम्रो यो डिजिटल संसार साँच्चै सुरक्षित छ त? आज हामी यही साइबर सुरक्षाका आधारभूत कुराहरू खोतल्ने छौं र आफ्नो व्यक्तिगत जानकारीलाई कसरी जोगाउन सकिन्छ भनेर सिक्नेछौं। ल, सुरुमा एकैछिन सोचौं न, हामीले दिनहुँ चलाउने फोन वा ल्यापटपमा कस्ता कस्ता महत्त्वपूर्ण जानकारीहरू होलान्? हो, यही प्रश्नले नै आजको हाम्रो विषयलाई एकदमै सान्दर्भिक बनाउँछ। हेर्नुस् है, हाम्रो यन्त्रहरूमा नागरिकता नम्बर जस्ता व्यक्तिगत विवरण, स्वास्थ्य सम्बन्धी रेकर्ड, ब्याङ्क खाता र क्रेडिट कार्डका नम्बरहरू अनि विभिन्न अकाउन्टका पासवर्डहरू जस्ता कति धेरै निजी डाटाहरू हुन्छन्। र हो, यी सबै जानकारी ह्याकरहरूका लागि त सुनको खानी नै हो। अब जब हामीलाई आफ्नो डाटा कति मूल्यवान र जोखिममा छ भन्ने थाहा हुन्छ, तब प्रश्न उठ्छ, यसलाई जोगाउने कसरी त? हो, ठ्याक्कै यहीँनिर आउँछ साइबर सुरक्षाको कुरा। यो हाम्रो डिजिटल संसारको पहिलो सुरक्षा कवच हो। एकदमै सरल भाषामा भन्नुपर्दा साइबर सुरक्षा भनेको हाम्रो जानकारीलाई डिजिटल हमलाहरूबाट जोगाउने एउटा प्रक्रिया हो। यसमा के पर्छ? सम्भावित हमलाहरूलाई रोक्नु, कुनै हमला भइ पो हाल्यो कि भनेर पत्ता लगाउनु र भइहालेमा तुरन्तै त्यसको जवाफ दिनु। यो घरमा ताल्चा लगाएर छोडे जस्तो एकपटकको काम होइन, यो त निरन्तर चलिरहने सतर्कता हो। साइबर सुरक्षाको पुरै अवधारणा एउटा सरल तर एकदमै शक्तिशाली फ्रेमवर्कमा आधारित छ। विशेषज्ञहरूले यसलाई CIA ट्रायड भन्छन् र विश्वास गर्नुहोस्, संसारभरका लगभग सबै सुरक्षाका प्रयासहरू यही 3 सिद्धान्त वरिपरि घुम्छन्। हो, ती 3 स्तम्भहरू हुन्: गोपनीयता, अखण्डता र उपलब्धता। यिनीहरूलाई नै सबै डिजिटल सुरक्षा रणनीतिहरूको मुटु मानिन्छ। आउनुहोस्, एक एक गरेर यी के हुन् भनेर बुझौं। पहिलो हो गोपनीयता वा कन्फिडेन्शियालिटी। यसको मतलब एकदम सिधा छ। संवेदनशील जानकारी गलत व्यक्तिको हातमा पर्नु भएन। यसलाई एउटा सिलबन्दी खाम जस्तै सम्झिनुस् न, जसलाई सही व्यक्तिले मात्र खोल्न मिल्छ। अब दोस्रो स्तम्भ हो अखण्डता, अर्थात् इन्टेग्रिटी। यसको काम भनेको डाटा सही छ र कसैले बीचमा गडबड गरेको छैन भनेर पक्का गर्नु हो। कल्पना गर्नुस् त, यदि कसैले ब्याङ्क खातामा भएको पैसाको अङ्क नै तलमाथि गरिदियो भने के होला? त्यो डाटा त विश्वास गर्न लायक नै रहँदैन। त्यसैले अखण्डता कायम राख्नु एकदमै जरुरी छ। र तेस्रो अनि अन्तिम स्तम्भ हो उपलब्धता अथवा अवेलेबिलिटी। आखिर जानकारी जति नै गोप्य र सही भए पनि चाहिएको बेला चलाउनै पाइएन भने त्यसको के काम होइन त? त्यसैले सही व्यक्तिले आवश्यक परेको बेला डाटा प्रयोग गर्न पाउनु पनि सुरक्षाको एक महत्त्वपूर्ण पाटो हो। ल, अहिलेसम्म हामीले सैद्धान्तिक कुराहरू गर्यौं। अब यी कुराहरूलाई व्यवहारमा कसरी उतार्ने त? हामीले हाम्रो दैनिक डिजिटल जीवनमा यी अवधारणाहरू कसरी लागू गर्न सक्छौं? अब हामी त्यस्ता केही व्यावहारिक कदमहरूबारे कुरा गर्नेछौं जसले साँच्चै ठूलो फरक पार्न सक्छ। एउटा रमाइलो तथ्य के छ भने सुरक्षामा हुने अधिकांश ठूला गल्तीहरू प्राविधिक भन्दा पनि मानवीय हुन्छन्। तथ्याङ्कले के देखाउँछ भने सामान्य लापरवाही र नियमहरू पालना नगर्नु नै सुरक्षामा प्वाल पर्ने सबैभन्दा ठूला कारण हुन्। यसको अर्थ के हो भने हाम्रो थोरै सतर्कताले नै ठूलो जोखिमलाई टार्न सक्छ। त्यसो भए के गर्न सकिन्छ त? यहाँ के आधारभूत तर एकदमै महत्त्वपूर्ण कुराहरू छन्। पहिलो, हरेक अनलाइन अकाउन्टको लागि बलियो र फरक पासवर्ड बनाउने। दोस्रो, मल्टिफ्याक्टर अथेन्टिकेसन अर्थात् MFA अन गर्ने। यसले सुरक्षाको अर्को तह थपिदिन्छ। तेस्रो, फोन र कम्प्युटरका सफ्टवेयरलाई सधैँ अपडेट राख्ने। चौथो, फिशिङ इमेल वा मेसेजहरूबाट होशियार रहने र नचिनेको लिङ्कहरूमा क्लिक नगर्ने। र अन्तमा, आफ्नो महत्त्वपूर्ण डाटाको बेला बेलामा ब्याकअप लिइराख्ने। हाम्रो डाटालाई खासमा 2 अवस्थामा सुरक्षित राख्नुपर्छ। एउटा हो डाटा एट रेस्ट, जुन हाम्रो हार्ड ड्राइभमा सेभ गरेर राखेको फाइल जस्तै हो। अर्को हो डाटा इन ट्रान्जिट, जुन हामीले पठाएको इमेल जस्तै हो, जो एक ठाउँबाट अर्को ठाउँ जाँदैछ। यी दुवै अवस्थामा डाटालाई इन्क्रिप्सन जस्ता प्रविधिले सुरक्षित राख्छ, जसले हाम्रो डाटालाई अरूले पढ्न नसक्ने गोप्य कोडमा बदलिदिन्छ। अब एउटा यस्तो विषयमा कुरा गरौँ जसमा सायद धेरैको ध्यान जाँदैन। जब हामी पुराना फोन, कम्प्युटर वा हार्ड ड्राइभहरू फाल्छौँ, त्यसमा भएको डाटाको चाहिँ के हुन्छ होला? यसको लागि एउटा सही प्रक्रिया छ जसलाई मिडिया सरसफाई भनिन्छ।
यसको मतलब स्टोरेज डिभाइसलाई यस्तो तरिकाले सफा गर्नु कि पछि गएर कसैले पनि त्यहाँबाट जानकारी निकाल्न नसकोस्। एउटा कुरा चाहिँ एकदमै याद राख्नुपर्छ, केवल फाइल डिलिट गर्नु मात्रै काफी हुँदैन, किनकि डिलिट गरेको फाइल त सजिलैसँग फिर्ता ल्याउन सकिन्छ। स्रोत सामग्रीले नै यसको महत्त्वलाई यसरी जोड दिएको छ, जब संवेदनशील जानकारी भएको भण्डारण मिडियालाई फालिन्छ, त्यसलाई सेनिटाइज्ड गरिनुपर्छ ताकि कसैले पनि त्यो जानकारी पुनः प्राप्त गर्न नसकोस्। यो हाम्रो डेटा सुरक्षाको अन्तिम तर निकै नै महत्त्वपूर्ण चरण हो। र अन्त्यमा यो एउटा प्रश्न हामी सबैले आफैलाई सोधौँ, यदि आज आफ्नो फोन हरायो भने त्यसमा भएको डिजिटल जीवन गोप्य नै रहन्छ भन्नेमा कतिको विश्वास छ? हो, यही प्रश्नको जवाफले हामीलाई आफ्नो सुरक्षा बानीहरूमाथि पुनर्विचार गर्न प्रेरित गर्छ।